गाइस सम्पूर्णमा नमस्ते। हामी चाहिँ बडीमालिका जाने यात्रा तपाईहरुलाई देखाइरहेका छौं। यो चाहिँ बडीमालिका नपा 5 मना जाने क्रममा मनाबाट बडीमालिका जाने क्रममा लिएको भिडियो र यसमा चाहिँ जाने बेलामा विभिन्न खोल्सा खाल्सीहरु र झरनाहरु पनि भेटिएका थिए र हामीले निकै ठूलो जंगलको चुनौतीपूर्ण यात्रा र सल्लाहकारीको यात्रा छिचोलेपछि बल्ल मनाको चाहिँ यो खरग भन्ने ठाउँहरु बुढापाकाहरु बसेको ठाउँहरु भेट्यो। यहाँ चाहिँ हामीले बन्दोबस्तीको रूपमा आफूलाई आवश्यक पर्ने लत्ताकपडाहरु आफैले बोकेर लिएर गएका थियौं र बीचबीचमा हामीले बन्दोबस्तीको रूपमा केही खानेकुराहरु पनि लिएर गएका थियौं। काजुहरु पनि काजु किसमिसहरु जसले चाहिँ हिँडाइको दौरानमा अलिकति तागत पनि पैदा गर्ने गर्दछ। हामी चाहिँ रेगुलर 2 दिनको हिँडाइपछि यो मनाको हाय गाइज, अहिले हामी बडीमालिका हिँड्ने क्रममा मात्रडी सदरमुकामदेखि करिब 10 घण्टाको पैदल यात्रापछि हामी यो मनाबाट आएर यो पछाडी ब्याकग्राउन्डमा देखिरहेको धर्मशालामा चाहिँ मनाबाट हामी 8 घण्टाको पैदल यात्रापछि यहाँ पुगेका छौं। हैन चाहिँ पुरै हुस्सै हुस्सो छ। नेटवर्क कुनै पनि ठाउँमा आएको छैन। यस्तो अवस्था छ यहाँ। यो चाहिँ यात्रीहरुको लागि वरदान वासस्थान छ। यहाँ चाहिँ विभिन्न किसिमका फूलहरु जुन चाहिँ अब हामीले नाम पनि थाहा नभएको र प्रकृतिले आफसे आफ उब्जाएको चाहिँ यहाँ हरियाली काँसपात अनि विभिन्न किसिमका फूलहरुले लटरम्म यो चाहिँ एकदम समोत्सर भएको जहाँबाट चाहिँ आँखाले निहाल्न नसकिने आकाश पनि देख्न सकिन्छ। यहाँ चाहिँ हाम्रो ब्याकग्राउन्डमा त्यसपछि हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। गाइज है यस्तो राम्रो मौसम छ र यात्राको क्रममा विभिन्न फूलहरु फुलेको कारणले लेक लागेर चाहिँ हिँड्न नसकिने र हिँड्न गाह्रो हुने अवस्था चाहिँ हुन्छ, किनकि बडीमालिका 4200 मिटरको उचाइ त्यहाँ चाहिँ लेक लाग्ने सम्भावना बढी हुन्छ। र पछिल्लो समय चाहिँ यहाँ मनाबाट बडीमालिका जाने बाटो चाहिँ विभिन्न ढुङ्गाहरुको खुट्किलाहरुले निर्माण गरेर चाहिँ एकदमै सहज बाटो चाहिँ निर्माण भएको रहेछ। यो चाहिँ एकदमै विकास भएको चाहिँ यसलाई ठान्न सकिन्छ। र यात्राको क्रममा यस्तो विभिन्न गगन छुने हिमालका चुलीहरु देखेर चाहिँ यात्रा अझै मनमोहक र रोचक भएको थियो। र यात्राको क्रममा हामीले चाहिँ अब मैले भनिसके बन्दोबस्तीमा हामीले स्लिपिङ ब्यागहरु खानेकुराहरु लिएर गएका थियौं। बडीमालिका पुग्नु भन्दा केही आधी घण्टा अगाडि चाहिँ यो उकालो चाहिँ हामीले पार गर्नुपर्छ। यतिखेर चाहिँ दायाँ बायाँ चाहिँ रेलिङको व्यवस्था गरेको छ। अहिले पछि चाहिँ यहाँ दायाँ बायाँ चाहिँ पुरै धरती नै नदेखिने खालको चाहिँ एकदम भिरालो कुहिरोले ढाकेको भिर छ। एकदमै हेर्दाखेरि चाहिँ डर लाग्ने खालको छ। तर दायाँ बायाँ पनि यस्तो भिर भएर पनि यहाँ चाहिँ हरियो घाँसपात अनि फूलहरु हैन फूलहरुले मनमोहक अनि अझै माथि जाम जस्तो चाहिँ मन भित्र चाहिँ हुने के। तर हेर्दाखेरि चाहिँ के छ भन्दा एकदम डर लाग्दो किसिमको चाहिँ भिर यहाँ देखिरहेका छौं। तर जति डर लाग्दो छ त्यो भन्दा पनि रमाइलो चाहिँ यहाँ जाने यात्रा। यो देखिरहेको चाहिँ राजा वीरेन्द्रले चाहिँ बडीमालिका मातालाई चढाएको चाहिँ घण्ट छ। अहिले नेपाली सेनाले यसलाई यता पुनर्स्थापित गरेको छ। र यो त्रिशूल चाहिँ बडीमालिका प्लान नम्बर 6 का वडा अध्यक्षको चाहिँ पहलमा चाहिँ विभिन्न व्यक्तिहरुको सहयोगमा चाहिँ यहाँ निर्माण भएको छ। त्यसपछि यो देखिरहेको भवन नेपाली सेनाद्वारा निर्मित यो एकदमै पुरानो शैलीमा र मेसिनबाट ढुङ्गा काटेर बनाएको छ। यो चाहिँ दाहिनापट्टिको चाहिँ मन्दिर अनि बायाँपट्टिको चाहिँ हुमकुण्ड रहेको छ भने अहिले त्रिवेणी नगरपालिकामा अवस्थित छ। र यहाँ काम गर्ने कारिगर चाहिँ बाजुराको स्थानीय जनताहरु छन् भने मुख्य कारिगरको रूपमा चाहिँ सुदूरपश्चिम पीर्तनाका सुबेदार सर हुनुहुन्छ। र यही बडीमालिका माताको मन्दिरमा चाहिँ हामीले पूजा आजा गर्यौं र विभिन्न फोटोहरु पनि लिएका थियौं। त्यतिखेर निर्माणाधीन फोटोहरु छन् यस भिडियोमा र बनिसकेपछिको भिडियोहरु चाहिँ म हजुरलाई अर्को भिडियोमा अवश्य पनि देखाउने छु। र यो चाहिँ हाम्रो ग्रुपले त्यतिखेर खिचेको र निर्माणाधीन अवस्थामा रहेको बेलाको जुन अवस्था छ त्यो चाहिँ देखिरहेको। हामी मनाबाट गएको कारणले हामी बडीमालिका दर्शन गरेर खाजा खाएपछि
हामी चाहिँ पैदल यात्रा गर्दै त्रिवेणीको यात्रा ओह्रालो निस्क्यौँ र त्रिवेणीको ओह्रालो झरेको 2 घन्टापछि हामी चाहिँ त्रिवेणी धाम पुगेका थियौँ, जहाँ चाहिँ एकतिरबाट दुधकुण्ड र अर्कोतिरबाट रगतकुण्डको मिलन भएर एक ठाउँमा 3टा नदी बन्न गएर त्यस नदीको नाम चाहिँ त्रिवेणी नदी नाम रहन गयो, जहाँ चाहिँ विभिन्न पाप पखालेर पुण्य कमाइन्छ भन्ने धार्मिक आस्था बमोजिम यस स्थानमा विभिन्न देश तथा विदेशबाट पर्यटकहरू आएर आफ्नो पाप पखालेर पुण्य कमाउने एउटा कर्म पुरा गरेर स्नान गरेर जाने चलन रहेको छ। यो देखिरहेको रगतकुण्ड चाहिँ बाजुरातिरबाट र दुधकुण्ड चाहिँ कालीकोटतिरबाट बगेर आएर यस स्थानमा सङ्गम स्थल बनेको। सङ्गम स्थलमा वासस्थानको लागि धर्मगुरुहरू र पर्यटकहरूलाई बस्नको लागि केही धर्मशालाहरू निर्माण गरिएको यहाँ देख्न सक्छौँ र यही धर्मशालाभित्र चाहिँ जो अगाडि आउँछ त्यो पर्यटकलाई अशक्त बुढाबुढीहरूलाई चाहिँ वासस्थानको व्यवस्था पनि मिलाइएको छ। विभिन्न सानिराको स्पोर्ट र बाजुराले बनाएका धर्मशाला र भौतिक संरचनाहरू जुन चाहिँ 2-3 दिनको पैदल यात्रापछि बल्ल निर्माण गर्न सकिन्छ। हामी त्रिवेणीको दर्शन र त्रिवेणीमा धुप बत्तीको पूजाआजापछि हामी चाहिँ त्रिवेणीको झलकलाई यहीँ बिसाउँदै हामी विभिन्न मनमोहक दृश्य र आफ्नो मन बिसाउने कुराकानी गर्दै हाम्रो यात्रा बिस्तारै अगाडि बढिरहेको छ र यहाँको जाने बेलाको दृश्य यति राम्रो यति मनमोहक छ कि यो ठाउँलाई बिर्सेर पनि कहिल्यै पनि भुल्न नसकिने ठाउँ छ र यति राम्रो ठाउँमा फेरि पनि आउनु पर्छ भन्ने हेतुले हामी हाम्रो यात्रालाई बिस्तारै अब चाहिँ ब्याक टु मातडी जानको लागि तयारीमा छौँ र यस दौरानमा हामी चाहिँ कोर्द हुँदै मातडी जाने भन्ने योजना मुताबिक हामी चाहिँ मेरो गाउँको चाहिँ यो कौडा खरकमा चाहिँ खाना खाने बन्दोबस्ती मिलाएर चाहिँ जाने भन्ने योजनाले चाहिँ हामी बिस्तारै कौडाको खरकतिर लाग्यौँ र कौडातिर जाने बाटो दृश्यहरूले त्रिवेणीबाट करिब 2 घन्टाको हिँडाइपछि चाहिँ हामी हाम्रो खरकमा कौडा पुग्यौँ र त्यहाँ बन्दोबस्तीको रूपमा हामीले दही र रोटी ठुलो बाले बनाउनु भएको दही र रोटी खायौँ। त्यसपछि केही छिनको आरामपछि हाम्रो यात्रा फेरि पुनः सुचारू भयो र हाम्रो यात्रा कौडाबाट अगाडि पुगेपछि हामी देउदुरा पाटनबाट चाहिँ ओह्रालो गाउँतर्फ लाग्यौँ र पुनः गाउँमा झर्दा पनि ठुल्ठुला सल्लाहघारीका रुखहरू छिचल्दै हामी सुसाकोटमा पुग्यौँ। सुसाकोटमा पुगेको हामी आधी घन्टापछि चाहिँ बुढाकोट पुग्यौँ, जहाँ चाहिँ हामीलाई खाजाको बन्दोबस्तीको लागि घरबाट दाइले मही, आलु, उसिनेको आलु र दुधको व्यवस्था गर्नुभएको थियो। हामीले खाजा खाएपछि पुनः आफ्नो यात्रा सुरु गऱ्यौँ र बुढाकोटबाट हामी चाहिँ कोर्दमा चाहिँ झऱ्यौँ। लगभग 1 घन्टापछि हामी चाहिँ कोर्द पुग्यौँ। कोर्दमा केही बेर आराम गरे पश्चात हामी जडाङ्गाको यात्राको लागि हामी जडाङ्गातर्फ प्रस्थान भयौँ र हामी बिस्तारै कोर्दबाट मातडी पुगिसकेपछि यो चाहिँ मातडीको भ्यू कालिका मन्दिरमा चाहिँ फर्किने दिनमा पूजाआजा गरेको चाहिँ हामीले फोटोहरू छ। यो मालिका मन्दिर पनि एकदमै प्रसिद्ध मन्दिर छ।